नमस्ते सबैजनालाई फेरि पनि आज सुन्दर बिहान एउटा सानो भिडियो लिएर आएका छौँ। अनि आजको भिडियोको मुख्य कारण चाहिँ आज बप्तिस्मा छ। अनि आज के हुन्छ है, बप्तिस्मा भनेको के हो, कसो हो, के कसरी गरिन्छ भन्ने कुराहरू तपाईँलाई हामी देखाउँछौँ। हुन त पहिला पनि हामीले देखाएका छौँ र पनि फेरि पनि यो भिडियोमा तपाईँले हेरिदिनु होला, अझै प्रष्टसँग बुझ्नु होला है के छ भनेर। अनि यसको बारेमा चाहिँ के थोरै हाम्रो पास्टर भाइले पनि भनिदिनुहुन्छ, सुन्नु होला है। यहाँ सबैजनालाई म पास्टर सुमन गुरुङ काठमाडौँ नौजिन चर्चबाट आएको। आज हामीले यो मजा खोलामा 5जना व्यक्तिले पानी बप्तिस्मा दियौँ र पानीको बप्तिस्मा भनेको वास्तवमा प्रभु येशूलाई विश्वास गरिसकेपछि हामीले पानीको बप्तिस्मा लिन्छौँ। र बप्तिस्मा भनेको वास्तवमा ग्रिक शब्द ब्याप्टिजोबाट आएको र त्यसको अर्थ पानीमा सुर्लुमा डुब्ने हो। सुर्लुमा डुब्ने यसको चाहिँ आत्मिक अर्थ छ। यसको आत्मिक अर्थ चाहिँ प्रभु येशू ख्रीष्टको जीवनसँग, मृत्युसँग, पुनरुत्थानसँग तपाईँहरूमा गाँसिनु। येशू प्रभुलाई विश्वास गरेपछि एकजना व्यक्तिले प्रभु येशूले दिएको आज्ञाअनुसार जाऊ सबै जातिहरू चेला बनाऊ, पिता पुत्र र पवित्र आत्मा बप्तिस्मा देऊ, मैले आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरू सिकाऊ भन्ने वचनलाई हामीले आत्मसात गरेर हामी यसरी पानीको बप्तिस्मा चाहिँ प्रभुका जनाले दिने गर्छौँ। र यो चाहिँ प्रभु येशूको मृत्युसँग, पुनरुत्थानसँग हामी उहाँको जीवनसँग सहभागी हुनु। प्रभु येशूलाई विश्वास गरेपछि मुक्ति पाएका व्यक्तिहरूले चाहिँ पानीको बप्तिस्मा दिन्छन्। यो प्रभु येशूको आज्ञा र मण्डलीको विधि हो। यसमा आत्मिक कुरा धेरै मिसिएको छ। प्रभुले हामीलाई आशिष दिनुहुन्छ। धेरै धन्यवाद। मेरो येशू यही बाटो भएर आउनु हुँदैछ। नयाँ गीतले भरिँदैछ मन, झन् बढ्दैछ हृदयको जलन। नयाँ गीतले भरिँदैछ मन, झन् बढ्दैछ पुग्न लागेको छ खोलामा। अनि म चाहिँ हिँड्दै आएको, ढिलो भयो कि अब पर डुबिसके जस्तो छ यस्तो अस्ति हाम्रो भाइ सिलु तामाङ रहेछ। येशूको पछि महिना थाम्ने त्यागे उसलाई बोकी येशूको पछि ठुलो शान्ति छाउँदैछ यहाँ, छैन मृत्युको कुनै छाया। ठुलो शान्ति छाउँदैछ यहाँ, छैन मृत्युको कुनै छाया। एउटा छ पुरानो बाटो सनातनको, जहाँ म हिँड्दैछु तपाईँलाई पछ्याउँदै। जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउँ, सुन्छु बाटो यही, यसलाई पछ्याउँदै जाऊ।
यीशुको चरणमा पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ, मलाई लैजाऊ यीशुको चरणमा पवित्र आत्मा आऊ, शिर झुकाउँदै दण्डवत गर्दै आउँछु तपाईको चरणमा, शिर झुकाउँदै दण्डवत गर्दै आउँछु तपाईको चरणमा, केवल तिम्रै लागि यीशु तिम्रै लागि, केवल तिम्रै लागि यीशु तिम्रै लागि, केवल तिम्रै लागि हालेलुया यीशु तिम्रै लागि म हात उचाल्छु, पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ, मलाई लैजाऊ यीशुको चरणमा पवित्र आत्मा आऊ। शिर झुकाउँदै दण्डवत गर्दै आउँछु तपाईको चरणमा, शिर झुकाउँदै दण्डवत गर्दै आउँछु तपाईको चरणमा, केवल तिम्रै अघि यीशु तिम्रै अघि, केवल तिम्रै अघि यीशु तिम्रै अघि, केवल तिम्रै अघि यीशु तिम्रै अघि म शिर झुकाउँदछु, पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ, मलाई लैजाऊ यीशुको चरणमा पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ, पवित्र आत्मा आऊ। कस्तो महसुस भयो तपाईँलाई? राम्रो है राम्रो एकदम एकदम राम्रो मजा आयो? मजा आयो। ल परमेश्वरले धेरै आशिष दिनु। चिसो भयो? भएन होला चिसो यस्तो गरी मलाई ए तेरि चिसो त भएन होला। चिसो त भएन। हेर दाइ कस्तो भयो त? हो मजा आयो? ल आन्टीले भन्नुभएको जस्तै अबदेखि काले होइन अब गोर्दी गोरे भयो अरे। मेरो छोरालाई प्रभुले नयाँ जीवन दिनुभयो, प्रभुले धेरै धन्यवाद होस् है। अबदेखि मेरो छोरा एकदम प्रभुमा अगाडि बढ्छ। आमेन आमेन। अबदेखि के भयो अरे? गोरे भयो। अबदेखि काले होइन अबदेखि के काले हो? होइन, पहिला त शरीर पनि आत्मा पनि कालो थियो, आज त सबै कुरा सेतो हिजो त भयो है। हिउँ जस्तो सेतो हो अब ल आमेन। अबदेखि सन्त गोरे गोरे सन्ता गोरे सन्ता भन्ने गोरे सन्ता ल गोरे सन्ता दाइ गोरे सन्त आजको यो प्रोग्राम पनि आज मलामी गएर पनि सकिसक्यो। अब चाहिँ हामी के गर्ने अन्ली? प्रार्थना गर्ने अनि फेरि भोज खाने। मिठो भात खाने। यो कालोलाई फाल्ने दिनमा खुसीको भोज खाने। ल अब भोज खान्छौँ। शान्तिको हेलो हजुरलाई कस्तो भयो? राम्रो भयो, राम्रो भयो है? खुसी लाग्यो। ल हामी यतिजना छौँ। अब हाम्रो यहाँ फोटो सेसनहरू हुन्छ।
त्यसपछि हामी बिस्तारै फेरि मण्डलीतर्फ हामी जान्छौँ अलिकति भनिदिनु त रमाइलो भयो है एकदम आशिषित हुनु है परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस् अझै यसरी नै प्रोग्राम बढ्दै जानु है त अङ्कल ल गेना के गर्नुभएको यस्तो क्या कर रहे हो तुम पकड़ के है ये अब क्या कर रहे हो ऐसे बकरी को अब चलेंगे हामी यसरी फर्किँदैछौँ बिस्तारै बिस्तारै है हामी खुसी साथ हामी आनन्दको साथ हामी फर्किँदैछौँ किनभने जुन कुरा हामीले हिजोसम्म गरिरहेको थियो है जति पनि नराम्रो कुराहरू सबै कुरालाई चाहिँ हामीले त्यही पानीमा नै गाडेर अब नयाँ भइकन उठेर चाहिँ हामी यसरी आनन्दको साथ हामी रमाखा गर्दै हामी जाँदैछौँ अब हामी फेरि मण्डलीमा जान्छौँ अनि मण्डलीमा गएर हामी खाना खान्छौँ प्रार्थना गर्छौँ रमाइलो गर्छौँ सबै देखाउँछौँ तपाईँहरूलाई हेर्दै गर्नुलाई धन्यवाद हाम्रो बस्ने आमाहरू चाहिँ अटो र बाइक हुनुहुन्छ अनि हामी चाहिँ यसरी हिँड्दैछौँ रमाइलो तरिकाले आनन्दको साथ हाम्रो जख्या सङ्कल्प त पुऱ्याइदिएर लुखुर ल अङ्कल बाई आन्टी हामी नि उदय भेट जाने टिपेर हिँड्ने है अटो कि जहाँ पाउँछ त्यहीँ चढिहाल्छ ए चढ्ने होइन कि टिपेर हिँड्ने ए टिपेरै हिँड्ने ल हुन्छ टिपेर अनि हिँड्ने टिपेर लग्ने हाम्रो गाडी डिपमा त्यही छोडिदिने अर्कोचोटि आउनु त्यहाँबाट आउँदा टिपेर आउनु मिल्छ अनि थाहै छोड्ने कस्तो भयो त अनि राम्रो किन भित्रबाट आनन्द आइरहेको छ आन्टीले हाँसाइरहनु हुन्छ है ल कति रमाइलो भइरहेको हुन्छ हामी बिस्तारै हिँड्दै गर्छौँ ल हुन्छ काठमाडौँबाट मास्टरहरू आउनुभएको कारणले धेरै रमाइलो भइरहेको अनि फेरि हाम्रो ध्रुव बाहिर बत्तिसमा लिएको झन् ल एउटा यहाँ अङ्कलको एउटा खतरा कुरा छ होइन अङ्कलले विगतको जति पनि कुराहरू त्याग्नु भयो होइन साथै उहाँले के त्याग्नु भयो अङ्कल लुगा पनि फालिदिनु भयो अङ्कलले उहाँ हुनुहुन्छ कपडा पनि सबै फालिदिनु भयो पुरानो सबै कुरा नि फालिदिनु भयो अब त पूर्ण रूपमा नयाँ आजदेखि आज नै होइन पुरै 100% है कति पर्सेन्ट अङ्कल तेल आविष्कार गरेर पोखिन्छ भने पोखिने गरेर ल पोखिने गरेर ल यसोको नाममा कति पर्सेन्ट भयो अरे आन्टी कति पर्सेन्ट नयाँ भयो अरे कति पर्सेन्ट 100% ल 100% ल 100% भएर हामी बिस्तारै हिँड्दैछौँ हाम्रो लदक्षज्यूले भन्दै हुनुहुन्छ 100% अनि हामी यसरी आनन्द भएर हो नि हो नि दुःखमा परेको भए है पीडामा परेको को बोल्थ्यो ए यसरी ठुस्केर बस्थ्यो खाएको मान्छे यसरी परमेश्वरको राज्यमा त बल शक्ति आशा देखेर बोलेछ है बोल्न सके अझै नाच्न पनि सकिन्छ सक्छ नाचे नि त यसरी आधा लगाएर नि अझै अलिकति खुट्टा र हात एकैचोटि हालेर खुट्टा हालायो होइन पालो हल्नु नि हात हालायो भने खुट्टा बसिहाल्छ खुट्टा हालायो भने हात बसिहाल्छ यस्तो हो नि त यो भनेको हातले नाच्नेले खुट्टा रेस गर्ने त्यही भएर होला त्यस्तो हुन्छ कि एकैचोटि नहुने रहेछ
तिर हात र खुट्टा डुबे नाच्नेहरूको हल्लिनेहरूको चाहिँ त्यो भनेको जवानहरूको हो कि ए तपाईँको त थाहा छ नि त त्यो भएर होला नि त्यस्तो भएको है ल आज पो बल्ल रहस्य खुल्यो है रहस्य खुल्यो आज खुल्यो बल्ल हात हलाउँदा खुट्टा नहल्लिने खुट्टा हलाउँदा हात नहल्लिने रहस्य खुल्यो आज आज रहस्य खुल्यो ल पुलिस काल लाएर 60 वर्ष भयो नि त त्यही भएर हो नि तल हाले त माथि नहालिने माथि हालेर तल्लै नहालिने जम्मा 59 वर्ष भयो तपाईँले 60 भयो आमै जम्मा 59 भयो क्या जम्मा जम्मा 59 तपाईँको बेलामा त हामी त के हुन्छ हात र खुट्टा मात्रै होइन कि टाउ पनि यसरी यसरी हल्लाइन्थ्यो हो र टाउको कम्बर हात खुट्टा सबै हल्लाइन्थ्यो हामी सबै हलाइदिन्छ 59 वर्षमा 59 वर्षमा त के खतरा हामी त हलाइदिन्छ हेर्न तर त हामी त बरु हात कि त खुट्टा मात्रै हलाउँछ म त अहिले बुढो भयो त्यही भएर हो कि नसकेको 19 वर्षमा है 19 होइन क्या अन्ति 19 को 1 छ नि 1 लाई पछाडि गएर 91 बनाउने कि 91 वर्ष भयो कि ए ल त ल त्यही भएर बुढो भयो बुढो भएको त्यही भएर नाच्न सक्दिनँ कि मेरो त अहिले एउटा हात तपाईँको त दुईवटा हात हल्लिन्छ नि मेरो त एउटा हात मात्रै हल्लिन्छ अरू कुनै चल्दैन त्यस्तो हुन्छ त्यही भएर एउटा हातमा चलिरहेको त्यही त भएर 91 वर्ष भएको है त्यही भएर एउटा हातमा चलिरहेको कि अर्को हातै चलिहाल्ने यसरी छ सर खाली केतरेको भएको भयो केत्रको भइरहेको दुईटा हातै चल्छ यसो गरेर तपाईँ त अझै यसुको नाममा यसुको नाममा ल है धेरै धेरै आनन्द छ हालेलुया त्यसरी पनि नाच्छ त है तपाईँको त बल्ल 59 वर्ष लाग्यो तेरो दुइटा हल्ल्या नि त मेरो त 51 भयो तेरो एउटा हल्ल्या कि पछाडि त झन् मान्छे हल्लिएर आएको छैन सबै हल्लिएर आयो ल हाले सुई सुई है टेम्पो अब हामी टेम्पो आउँछ अनि टेम्पोमा चढेर हाम्रो एउटा विशेष ठाउँमा गएर हामी प्रार्थना गर्छौँ है त्यो विशेष ठाउँ चाहिँ हामी पछि भन्छौँ तपाईँहरूलाई अहिले हामी भन्दैनौँ पछि भन्छौँ त्यो विशेष ठाउँ चाहिँ अनि त्यो रिबन ठाउँमा काट्ने दिनमा रिबन काट्ने बेलामा हामी त्यो तपाईँहरूलाई देखाउँछौँ हामी सबैलाई हामी देखाउँछौँ कैँची नि हामी त सुनको कैँचीले काटिन्छ बेलामा त है पहेँलो पहेँलो बेसारहरू धरेर बेसर लगाइदिएपछि त सुनै भइहाल्यो नि। सुनै भयो नि त्यसरी घाममा मजाले सुकाउने त्यसपछि तेल बल्ल त करि भिजाउने लगाउने अनि घाममा सुकाइदिएपछि सुन हुन्छ सुन हुन्छ नि त्यसले सुनको कैँची भनेर काट अनि खाबाट त डन्डा नवजीव जीवन एजी मण्डली भनेर ट्याङ हामी साउन्ड पनि हाल्ने यही साउन्ड हाल्ने ट्याङ भन्ने त्यही साउन्ड हाल्ने हामी त्यही बेला चाहिँ हामी देखाउँछौँ अहिले चाहिँ हामी कुन ठाउँमा गर्नु जानु लाग्यो भने देखाउँदैनौँ है त यो हाम्रो भित्र प्रोसेस हुँदैछ पछि सक्सेसफुल भएपछि हामी देखाउँछौँ तपाईँहरूलाई सक्सेसफुल हुन नि हुन्छ एक दिन होइन अङ्कल आन्टी एक दिन अवश्य हुन्छ नि कम्तीमा 1 वर्ष ढिलोमा 1 होइन वर्ष ढिलोमा नि 1 वर्ष कम्तीमा 6 महिना 6 महिना 7 महिना त्यसपछि त्यतिसम्म त तपाईँहरू धैर्य गरेर बसिदिनु होला है सबैजनाले हेर्नु सबैजना पर्खेर बस्नु यिनीहरूले के हो त यिनीहरूको गोप्य कुरा भनेर सोचेर बस्नु अनि ट्याक्कै त्यति दिन हामी तपाईँहरूले एन्सर उत्तर ट्याक्कै देखाउँछौँ मैले त्यो दिनमा रिबन काटेर ढ्याङढ्याङ भनेर काटेर दिनु ट्याङ भनेर देखाउँछौँ है त ल यसुको नाउँमा ल अब हामी जाँदैछौँ खै टेम्पो आएन खै टेम्पो कहाँ गयो खोइ रमेश दाई कहाँ जानुभयो टेम्पो आउँछ भने तेरो अब हामी उतै गएर भेटौँ होला मेरो हात गलिसक्यो समाप्त ल खोइ अब समाप्त अनि समाप्त त होइन नि अझै मण्डलीमा जानु बाँकी छ ब्रेक एकछिन ब्रेक है अब ल ब्रेक है ब्रेक समाप्त हो भन्नु ल नजानेर के एकछिन केही समयको लागि ब्रेक अनि अर्को फेरि खुल्छ फेरि छाड्यो अनि अर्को हाम्रो टेम्पो आउनुभयो क्या हजुर सुभाष खनालले भन्नुभयो ल हाम्रो टेम्पो पनि आयो अनि हाम्रो यो आन्टी चाहिँ कस्तो छ भन्दाखेरि केही पनि आउँदैन भन्छ तर गर्न दियो भने टप हानिदिन्छ 100मा 100 हानिदिन्छ त्यस्तो आन्टी टेम्पोमा नै चढिदिन्छ त्यो टेम्पोमा अघि चढ्न आउँदैन भने अब हेर्नु सुरुमा गएर चढिदिन्छ ल हामी चाहिँ त्यो ठाउँमा प्रार्थना गरेर पनि हामी फर्किँदैछौँ अब चर्चमा गएर भेटौँ है त ल हामी चाहिँ मण्डलीमा आइसक्यौँ अब हामी मण्डलीभित्र जान्छौँ के कसो भइरहेको छ हेरौँ है त हल्ली चल्ली अब खानासाना के भइरहेको छ हल्ला त धेरै भइरहेको छ अब के कसो भइरहेको छ हेरौँ है त ल के भइरहेको छ के हुँदैछ है त
जय मसी जय मसी जय मसी जय मसी। ल हाम्रो ठुलो मम्मीहरू बसिरहनु भएको रहेछ यता यता हाम्रो खानासाना पाक्दैछ। अनि ए के हो यो मासु होइन ए मासु देखायो नि एक्चुली यहाँ मासु छ हाम्रो। ल हेर्नु सक्नुहुन्छ मासु हेर्न सक्नुहुन्छ मासु। आउनु है खाना सबैजना खाना आउनु। अब बिस्तारै के हुन्छ रमाइलो यता कुराकानीहरू हामी देखाउँदै गर्छौँ है सबैजना जय मसी। सनातनको जहाँ मुहिँदैछु तपाईँलाई पछ्याउँदै जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाऊ। हाम्रो चाहिँ यहाँ खाना खाने कार्यक्रम सकिसकेको छ। यहाँ कामको बिजीले गर्दा भिडियो बनाउनु पाएन। अब चाहिँ हाम्रो पालो मुकुट लगाई सोकनी सुस्केर अघि सबैलाई बाँडेर खानु चाहिँ अलिकति बिजी भएर मेरो यसो यही बाटो भएर आउँदैछ नयाँ गीतले भरिन् अन्डीलाई यसरी बिरामी हुन्छ है। हृदयको जलन जीवन प्रभुमा समर्पण गर्नुभयो है। परमेश्वरको वचनअनुसार मण्डलीको विधि अनुसार उहाँले हिजोदेखि प्रभुलाई आफ्नो जीवन सताको लागि अब जिउने म होइन प्रभु त मेरो ममा जिउनुहुन्छ भन्ने उहाँहरूको निश्चित दिनुभएको छ। यसकारण हामी मण्डलीले उहाँहरूको लागि प्रार्थना गरिदिनेछौँ। हामी सबैले उहाँहरूमाथि हात लगाउनेछौँ दाहिने हात अनि हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको छोराछोरीको लागि हामी विशेष प्रार्थना गर्छौँ प्रभु। आज तपाईँको राज्यमा प्रभु आज हिजो दिनदेखि उहाँहरूले प्रभु तपाईँलाई सताको लागि आफ्नो जीवन अर्पण गर्नुभएको छ। किनभने प्रभु अब जिउने म होइन ममा मेरो शरीरमा ममा अनि ईश्वर जिउनुहुन्छ। म ईश्वरको इच्छा अनुसार प्रभुलाई हेरेर प्रभुलाई पछ्याएर जिउनेछु भन्ने जुन निर्णय उहाँहरूले आशिष गर्छौँ ईश्वर प्रभुको नाउँमा आमेन। हुन्छ जय मसी। अब मेरा दुर्बल घोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ आँखाले देख्दैछ तपाईँको महिमा ओठले गाउँदैछ तपाईँको प्रशंसा अदनको बगैँचामा जिउनलाई बोलाउनु